आइपिओ भर्ने होइन त। होटल फरेस्ट लिमिटेडले नि माघ 22 गतिदेखि साधारण जनताको लागि आइपिओ निष्कासन गर्दैछ। यो कम्पनीले काठमाडौँको बुढानीलकण्ठमा अन्तर्राष्ट्रिय चेन हलिडे इनको नाममा 5 तारे होटल खोल्दैछ। लगानीकर्ताहरूको लागि यो एउटा नयाँ अवसर त पक्कै हो, तर के यो अवसर तपाईँको लागि ठिक छ त? आउनुहोस् 3वटा मुख्य कुराहरू हेरौँ। पहिलो, आवेदनको विवरण। मिति याद गरिहाल्नुहोस् है, माघ 22 देखि छिट्रोमा माघ 26 गतेसम्म। सर्वसाधारणको लागि 33,20,000 किता सेयर छ, प्रति किता 100 रुपैयाँमा। अनि तपाईँले कम्तीमा 10 किता र बढीमा 2 लाख कितासम्म आवेदन दिन सक्नुहुन्छ। दोस्रो, कम्पनीको पुँजीको कुरा गरौँ। कम्पनीको कुल जारी पुँजी 2 अर्ब रुपैयाँ हो, जसको 20% चाहिँ सर्वसाधारणलाई छुट्याइएको छ। अब यसमध्ये केही सेयर विदेशमा रहेका नेपाली कर्मचारी र म्युचुअल फन्डलाई बिक्री भइसकेको पनि छ र यसको बिक्री प्रबन्धक चाहिँ एनआइसी एसिया क्यापिटल हो। तेस्रो, होटलको अवस्था र जोखिम। हेर्नुस्, यो हलिडे इन जस्तो ठूलो अन्तर्राष्ट्रिय ब्रान्डसँग जोडिएको 102 कोठाको 5 तारे होटल हो। तर एउटा कुरा के छ भने केयर रेटिङ्स नेपालले यसलाई केयर NPBB- रेटिङ दिएको छ। अब यसको मतलब के हो भन्दा कम्पनीले भविष्यमा आफ्नो ऋण तिर्न के चुनौतीहरू सामना गर्न सक्ने सम्भावना छ भनेर बुझ्नुपर्छ। हस्, मेरो शेयर खबरबाट आजलाई यति नै। धन्यवाद। यस्तै शेयर मार्केटका कुराहरू सुन्न चाहनुहुन्छ भने कृपया हामीलाई फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटक, युट्युब अनि लिङ्क्डइनमा फलो गर्नुहोला।